त तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्न जाउँ भन्दाखेरि यहाँ तपाईँ आउनुहुन्छ? आउनुहुन्न। भनिसकेपछि हरेक वर्गका मान्छेको काम हुन्छ। हाम्रो प्रतिष्ठासँग जोडिएको घर 81 राज्यले आएर भत्काइदिँदाखेरि हामीमध्ये कसैलाई ठिक लाग्छ त? तपाईँ हाम्रो मोटर गाडी होला, कसैको बाइक होला, कसैको गाडी होला, ल कसैले आएर चाहिँ अहिले एकछिन यहाँ चोकमा गएर होइन खोसाएर लैजाओस्, तोडफोड गरिदियोस्, जलाइदियोस् त हामीलाई ठिक लाग्छ? एउटा नाथे गाडी त हामीलाई चाहिँ नि के अरे त्यत्रो प्यारो लाग्छ, हामीलाई ठिक लाग्दैन त्यसो हुँदाखेरि। भन्दाखेरि हामी बसिरहेको हाम्रो सामाजिक प्रतिष्ठासँग जोडिएको हाम्रो वासस्थान, हाम्रो घर कुनै पनि बाहनामा नियम कानुन, यस्ता नियम कानुन बनाउनलाई नै हामी यहाँ आएको हो। सबै नियम तपाईँको चाहिँ के अरे ठिक थियो भनेदेखि व्यवस्था परिवर्तन हुँदैन थिए। समय सापेक्ष नियम कानुनलाई परिमार्जित गर्दै लानुपर्छ। तर हाम्रो नियम कानुन बनाउने तपाईँको मुख्य उद्देश्य केन्द्रबिन्दु बनेको मानवता, मान्छेको सेवा सुविधा हो। हामी गरिबलाई हेप्छौँ, गरिब बिना देश चल्छ, संसार चल्छ। काठमाडौँमा बसेका गरिबहरूलाई खेदाइहाल्नुपर्छ भन्ने किसिमको नीति अख्तियार गर्यो भने भोलि तपाईँको चाहिँ यहाँ घरहरू बन्छन्, बाटाहरू बन्छन्, फोहोर तपाईँको चाहिँ उठाउने काम हुन्छ। यहाँ तपाईँ हामीले गर्ने हो। म त रेडी छु, म त बेलचा हानेरै आएको मान्छे हो। एनी टाइम एनिथिङ होइन, एनी वर्क। त तपाईँ रेडी हुनुहुन्छ? अहिले नाला सफा गर्न जाउँ भन्दाखेरि यहाँ तपाईँ आउनुहुन्छ? आउनुहुन्न। भनिसकेपछि हरेक वर्गका मान्छेको काम हुन्छ। यो कुरालाई पनि बुझ्नुपर्छ र त्यसरी नै मान्छेलाई चाहिँ सम्मान गर्न सकौँ, हामी आफू पनि सम्मानित बन्न सकौँ। म यो भन्न चाहन्छु।